26 पातिभेरा गाउँपालिका वडा नम्बर 7 मा स्थानीय स्तरमै उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय बझाङ र गाउँपालिकाको उद्यम विकास शाखाको संयुक्त लगानीमा तालिम सञ्चालन भइरहेको हो। तालिममा स्थानीय स्तरमै पाइने विभिन्न जडीबुटी तथा कच्चा पदार्थ प्रयोग गरी साबुन बनाउन सिकाइँदैछ। तालिममा वडाका पनि यसको लोभ हुनबाट जोगाउनको लागि साथै यहीँको रोजगारी चाहिँ सिर्जना गर्नको लागि। अनि अर्को कुरा मैले के पनि जानकारी गराएँ भने बाहिरको साबुन प्रयोग गर्नुभन्दा पनि यहीँको जडीबुटीबाट उत्पादन गरेको साबुनलाई चाहिँ बनाउँदाखेरि चाहिँ स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ। म चाहिँ केही रूपमा चाहिँ अलिकता सामान्य जानकारी पनि गराउँछु। जस्तै हामीसँग यता गाँजाको तेल छ, गाँजाको तेलबाट पनि हामी साबुन बनाउँछौँ, जसले गर्दाखेरि चाहिँ स्वास्थ्यको लागि चाहिँ एकदम प्रभावकारी, जो कि हाम्रो छालामा देखिने विभिन्न किसिमका त्यस्ता खालका एलर्जीहरूलाई पनि निको पार्ने भएको हुनाले चाहिँ हामी गाँजाको अथवा त्यो भाङ्गोको दानाहरूलाई चाहिँ पिसेर मिलमा पिसेर यस्तो खालको तेल बनाउँछौँ। यो तेलबाट पनि साबुन बनाउँछौँ। हामी गाँजाको पातबाट पनि साबुन बनाउँछौँ। अनि रह्यो यतातिर ढटेलो भन्छन्, जो कि ढटेलोको तेलबाट पनि हामी साबुन बनाउँछौँ। यहीँकै अलिकता चाहिँ हामीले गाउँतिर खोज्दाखेरि चाहिँ ढटेलोको तेल पाउने भएको हुनाले चाहिँ जस्तै यसले के काम गर्छ भने जुन बाहुरोगीहरू त्यस्तो खालको बाहुरोगीका बिरामीहरूलाई जो हाड जोड्ने दुखाइ त्यस्ता खालका चाहिँ उनीहरूको लागि चाहिँ स्वास्थ्यमा चाहिँ राम्रो काम गर्ने भएको हुनाले हामीले यसलाई पनि प्रयोग गर्छौँ। अनि अर्को कुरा केही रूपमा चाहिँ अहिले बाहिरबाट हामीले निमको पाउडरहरू पनि ल्याएछौँ। निमको चाहिँ अब यहाँ निम हुनुपर्छ भन्ने हुँदैन, यो तालिममा सिकाउनको लागि चाहिँ निमबाट पनि हामीले साबुन बनाउने त्यस्तो खालको सिकाएको छौँ। अनि अर्को यो साबुन बनाउनको लागि चाहिँ एउटा सिलिकन मोल्ड भन्ने हुन्छ, जुन चाहिँ झन्डै 5 देखि 10 वर्षसम्म चलाउन सक्यो भने चल्छ। यो ठुलो त्यत्रो खालको मेसिन चाहिन्छ भन्ने खालको हुँदैनन्। हामीले स्थानीय रूपमा चाहिँ हातले बनाउनको लागि चाहिँ अर्ग्यानिक चिज बनाउनको लागि, स्वास्थ्यको लागि चाहिँ राम्रो त्यस्तो खालको गुणस्तरीय चिज बनाउनको, साबुन बनाउनको लागि चाहिँ हामी यही मोल्डहरू प्रयोग गर्छौँ। यसलाई चाहिँ बचाउन सक्यो भने 8 वर्ष जति चल्छ। अब रह्यो हामीले स्थानीय हिजो मात्रै बनाएको चिजहरू, यो पनि साबुनै हो, जुन चाहिँ हाम्रो टोयलेटहरूमा कीटाणुहरूलाई चाहिँ नष्ट गर्न र टोयलेटमा चाहिँ हात धुनको लागि चाहिँ प्रयोग गर्नको लागि चाहिँ यस्तो खालको केही कलरहरू र अलिकता पर्फ्युम हालेर चाहिँ हामीले बनाएका छौँ। अनि यता अलि मैले जानकारी गराएँ, हाम्रो हिजो मात्रै बेसारबाट हलेदोबाट चाहिँ बनाएको छौँ। यसमा कुनै किसिमको पर्फ्युम पनि छैनन्, हलेदोकै मात्रै बेसारकै मात्रै बास्ना छ, कलर पनि त्यसकै मात्रै छ। अनि यहीँनिर स्थानीय जडीबुटी चोत्रो, जुन चाहिँ गाउँतिर चाहिँ तिर्मडा पनि भन्छ, यसको दानाको पनि बनाउन सकिन्छ, यसको बोक्राहरूको पनि बनाउँछ। यसले के काम गर्छ भने यदि जन्डिस रोगी छ अथवा चाहिँ जन्डिस भएको मान्छे छ भने यसले चाहिँ केही हदसम्म चाहिँ निरन्तर रूपमा प्रयोग गर्दाखेरि चाहिँ यसले निको पार्ने भएको हुनाले हामीले यो जडीबुटीबाट बनाउँछौँ। अब यतापट्टिको जो यो अलिकता हरियो कलरको छ, यो कालो कलरको देखिरहेको बाला चाहिँ हामी सबै गाँजाको पातबाट बनाएको हिजो मात्रै। त्यस पछाडि चाहिँ उता साइडमा रहेको हामीले दुधबाट बनाएको छौँ, गाईको दुध अथवा भैँसीको दुधबाट बनाउँछौँ। यो विशेष गरेर चाहिँ सानो बालबालिकाहरूलाई, बच्चाहरूको लागि चाहिँ शरीरमा दाना आउन नदिने र सुत्केरी आमाहरूको लागि पनि, यदि कलिलो सुत्केरी आमाहरू हुनुहुन्छ भने उहाँहरूलाई को स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो हुन्छ। जो बजारको त्यो बच्चाहरूलाई चाहिँ नुहाउने त्यो साबुन प्रयोग गर्नुभन्दा हाम्रो यहीँको स्थानीय रूपमा चाहिँ गाई भैँसीको दुधबाट चाहिँ बनाएको साबुनलाई चाहिँ धेरै प्रभावकारी हुने भएको हुनाले चाहिँ हामी यो तरिकाले चाहिँ स्थानीय चिजहरूलाई चाहिँ प्रयोग गर्छौँ। अनि अर्को हामी के पनि प्रयोग गर्छौँ भने यहाँको लाली गुराँसबाट पनि बनाउँछौँ, तितेपातीबाट पनि बनाउँछौँ, चोत्रोबाट पनि बनाउँछौँ, घिउकुमारीबाट पनि बनाउँछौँ। यहीँनिर एउटा थकाइलो छ, त्यो थकाइलोबाट पनि बनाउँछौँ। जे जति यहाँको स्थानीय रूपमा चाहिँ फाइदाजनक चिजहरू छ त्यस्तो खालको जडीबुटीहरूबाट बनाउँछौँ विशेष गरेर। अनि अर्को यसमा चाहिँ 2 किसिमले बनाउँछ। एउटा चाहिँ बजारमा रेडिमेड सामानहरू पाउँछ, एउटा सोबेस भन्ने पाउँछ। सोबेसमा नारियलको तेल, केस्टर तेल, सनफ्लावर तेल लगायतका थुप्रै तेलहरू छन् जुन कि रेडिमेड हुन्छ। उहाँहरूले चाहिँ 1 केजी तोलेर अनि त्यसमा काटेर चाहिँ पर्फ्युम, बास्ना जे हाल्नुपर्ने हो त्यो सबै कुराहरू चाहिँ हालेर चाहिँ उहाँहरूले बनाउनु पर्छ। अर्को हामीसँग चाहिँ 8-10 वटा तेलहरूबाट मात्रै बनाउँछ। डाल्डा छ, सनफ्लावर तेल छ, अनि केस्टर तेल भन्ने छ, चिउरीको तेल छ,
अनि हाम्रो चाहिँ निम तेलहरू छ लगायतका ती 8-10 वटा तेलहरूलाई चाहिँ त्यसको एउटा छुट्टै किसिमको विधिहरू हुन्छ। त्यसलाई कति ग्राम हाल्ने, कति एमएल हाल्ने हामी ग्रामको तरिकाले चाहिँ तोल्छौँ र त्यो तोलिसके पछाडि चाहिँ त्यो तरिकाले चाहिँ बनाउँछौँ। अनि त्यसको एउटा छुट्टै खालको विशेषता छ। कुनै चिजले चाहिँ हाम्रो शरीरमा भएको एलर्जी त्यस्तो खालकोलाई चाहिँ निको पार्छ भने, कुनैले चाहिँ दादहरूलाई चाहिँ निको पार्छ भने, कुनैले चाहिँ हाम्रो हाड जोड्ने दुखाइलाई निको पार्छ भने, कुनैले चाहिँ कहिलेकाहीँ चाहिँ यहाँनिर चाहिँ केले पनि के उच्च रक्तचाप भयो अथवा मुटुको रोगीहरू भयो अथवा ब्लड प्रेसर हाई भयो अथवा लो भयो लगायतका क्यान्सर रोगीहरूलाई पनि यसले निको पार्ने भएको हुनाले चाहिँ विशेष गरेर चाहिँ हामीले जति पनि यो चाहिँ तालिम चलाउँछौँ यहाँको अर्ग्यानिक चिजहरूलाई चाहिँ प्रयोग गरेर, यहाँको स्थानीय चिजहरूलाई चाहिँ प्रयोग गरेर जुन चाहिँ लोप हुन लागेको चिजहरूलाई चाहिँ जगेर्ना गर्ने तरिकाले चाहिँ हामी यो तालिम सञ्चालन गर्छौँ। झन्डै 2 देखि 3 दिनसम्म अथवा चाहिँ 2.5 दिन जति म थ्योरी गराउँछु। उहाँहरूलाई चाहिँ प्रत्येक चिजहरूको जस्तै तितेपातीको साबुनको बारेमा लेखाउँछु भने त्यसले हाम्रो स्वास्थ्यमा के काम गर्छ, त्यसको फाइदा के हो भनेर लेखाउँछ। जस्तै लाली गुराँस छ भने त्यसको पनि त्यसै तरिकाले लेखाउँछौँ। अनि जति पनि जस्तै हामीले उत्पादन गर्ने जति पनि हामी साबुन बनाउनको लागि चाहिने कच्चा पदार्थहरू छन् त्यसको काम के हो, त्यसले के काम गर्छ लगायतका कुराहरू चाहिँ सुरुमा हामी लेखाउँछौँ। त्यो लेखाइसके पछाडि चाहिँ त्यस पछाडि चाहिँ उहाँहरूलाई आफैले प्रयोग गर्न लगाउँछौँ। हामीले लेखाएको छ यसको मात्रा यति, यसको मात्रा यति हाल्ने, योले यो काम गर्ने भनेर चाहिँ हामीले लेखाइसके पछाडि उहाँहरूले चाहिँ आफ्नो नोटहरूमा हेर्नुहुन्छ अनि त्यो तरिकाले गर्न सकिन्छ। अनि अर्को मैले के पनि गर्न सक्छु भने सबै कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ यो सामग्री कहाँ पाउँछ, कच्चा पदार्थहरू कहाँ पाउँछ अथवा चाहिँ यसको मार्केट कता छ भन्ने कुरा सबै कुराहरू जानकारी छैन। जस्तै अहिले मात्रै हामीले थलारा गाउँपालिकामा चाहिँ विगत 4-5 वर्षदेखि यस्तै विभिन्न किसिमका जडीबुटीबाट चाहिँ उत्पादन भएको साबुनहरू चाहिँ झन्डै हाम्रो काठमाडौँको माटाहरूमाथि पठाउँछौँ हामी विशेष गरेर। अनि बझाङको केही ठाउँमा चाहिँ प्रत्येक कार्यालयहरूतिर पनि पठाउने गरेका छौँ। हो त्यो आगामी दिनहरूमा चाहिँ उहाँहरूले चाहिँ भोलि के अरे यस्तो खालको बिजनेस गर्न चाहनुभयो भने अथवा चाहिँ यस्तो खालको चाहिँ साबुन उद्योगै सञ्चालन गर्न चाहनुभयो, मार्केट पाउनु भएन भने हामी त्यो मार्केटसँग एउटा लिङ्केज गराइदिन्छौँ अथवा चाहिँ उहाँहरू चाहिँ जोडाइदिन्छौँ र उहाँहरूले पनि त्यसरी बिक्री गर्नुहुन्छ। अनि अर्को उहाँहरूलाई चाहिँ कच्चा पदार्थ पाउने ठाउँसँग कन्ट्याक्ट गराइदिन्छौँ अथवा चाहिँ नजिकको बजार कतासम्म हो त त्यो बजारसम्म चाहिँ त्यस्तो खालको उहाँहरूलाई चाहिँ आवश्यकता अनुसारको माग गरे अनुसारको त्यो सामग्रीहरू उपलब्ध गराइदिन्छौँ। हिजो मात्रै हामीले उहाँहरूलाई चाहिँ चाहिने साँचो आवश्यक पर्ने भएको हुनाले यो सिलिकन मोल्डोको चाहिँ अर्डर गरेको छौँ। यसको चाहिँ अनलाइनबाट चाहिँ मगाउनु पर्ने भएको हुनाले चाहिँ नेपालमा चाहिँ बनिँदैन, बाहिरबाट ल्याउनु पर्ने भएको हुनाले चाहिँ हामीले पहिला बाहिर अर्डर गर्नुपर्छ। बाहिर अर्डर गरिसकेपछि त्यस पछाडि चाहिँ नेपालको चाहिँ थुप्रै कम्पनीहरूले चाहिँ यता पठाइदिनुहुन्छ। अनि यसमा पनि यसमा कस्तो पनि हुन्छ भने कसैलाई चाहिँ पर्फ्युम मनपर्छ भने कसैलाई चाहिँ पर्फ्युम मन पर्दैन, कसैलाई चाहिँ कलर मनपर्छ भने कसैलाई कलर मन पर्दैन। जसलाई चाहिँ पर्फ्युम मनपर्छ त्यसलाई चाहिँ पर्फ्युम हाल्ने तरिका चाहिँ हामीले सिकाएका छौँ भने जसलाई चाहिँ पर्फ्युम मन पर्दैन हामी गाँजामा चाहिँ यो गाँजामा चाहिँ हामीले पर्फ्युम हालेको छैन, गाँजाकै बास्ना हुन्छ, गाँजाकै कलर हुन्छ। कसैलाई चाहिँ गाँजाकोमा पनि पर्फ्युम चाहिन्छ, गाँजाको छुट्टै बास्ना आउनुपर्छ भन्ने खालको भयो भने हामी त्यो पर्फ्युम हाल्ने तरिकाले पनि त्यसरी पनि सिकाइरहेछौँ। वडा नम्बर 7 का वडाध्यक्ष विजय धामीले यस्तो तालिमले स्थानीय युवा युवती तथा महिलालाई सिप प्रदान गर्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय स्रोत साधनको प्रयोग गरेर आम्दानी गर्ने अवसर सिर्जना गर्नु हाम्रो लक्ष्य हो। तालिमबाट सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्न सके गाउँमै रोजगारीको अवसर बढ्नेछ होइन। त्यसै गरेर जस्तो ढटेलो अनि त्यसै गरेर लाली गुराँस, गनाइलो लेकमा पाइने हाम्रो गनान्न भन्छ होइन, लगायतको सामग्रीहरूबाट चाहिँ साबुन बनिरहेको छ। अनि यो साबुन चाहिँ यतै हर्बल साबुन भनौँ न, एकदमै केमिकलहरू बाहिरको कुनै पनि मिसावट नगरेर पनि बनाउन सकियो र स्थानीय स्तरमै रोजगारी पनि सिर्जना हुने भयो। यसले चाहिँ त्यो लक्ष्यको साथ हामीले बनाएको छौँ। त्यसमा चाहिँ कुनै पनि साइड इफेक्ट भन्ने छैन। जस्तो हामीले कुनै पनि बाहिरबाट ल्याएको त्यसमा सेन्ट लगायतको कुराहरू मिक्स नगर्यो भने होइन, एकदमै हर्बल नै हुन्छ यो चाहिँ। अब मिसाउने भनेको चाहिँ बाहिरबाट ल्याएको जस्तो पाम तेलहरू भयो, अनि पछि नारियल तेलहरू होइन, त्यो जमाउनको लागि चाहिँ प्रयोग हुने हो त्यसमा। अनि यतैको ढटेलोहरू लगायतको मैले भने नि अघि सबै चिजहरूको ढटेलो भङ्गालो होइन, भाङ्गो भन्छौँ नि हामी, त्यसको तेलको पनि हुने भयो, पातको पनि हुने भयो। अनि यो साबुन त दुधसम्मकोले बन्दो रहेछ। कच्चा पदार्थहरूमा चाहिँ दुध पनि प्रयोग गर्न सकियो। एकदमै हर्बल छ, कुनै पनि यसको साइड इफेक्ट चाहिँ हुँदैन।
खासमा चाहिँ 12 देखि 15 जना भनेको हो। यसमा सहयोग चाहिँ घरेलु तथा साना उद्योग कार्यालय भनौँ न चैनपुर बझाङ र गाउँपालिकाको उद्यम विकास शाखाको सहयोगमा हो र 30 जना जति सहभागी छन्। हामीले आइसकेको सहभागीहरूलाई लेख्न पढ्न सक्ने भनौँ न, थ्योरी यसमा विशेष गरी थ्योरी पनि हुने भयो र लेख्न पढ्न सक्ने जति चाहिँ छन्, सबैजना 30 जना छन्। जस्तो सहभागीहरू चाहिँ एकदमै अहिले उत्सुकताका साथ सिकिरहेको छन् होइन। अरू तालिमहरू त हामीले विभिन्न तालिमहरू गऱ्यौँ, तर यो अलिक जटिल खालको भन्छ। सिक्न चाहिँ सबै कुराहरू मात्रा मिलाएर गर्नुपर्ने होइन, तोलेरै जोखेरै गर्नुपर्ने हो यसमा चाहिँ। अनि यिनीहरूले चाहिँ अब जसरी सहभागीहरूले उत्सुकताका साथ सिकिरहेका छन्, त्यसरी आगामी दिनहरूमा पनि अब निरन्तरता देलान् भन्ने आशा राखेका छौँ। र मेन कुरा भनेको चाहिँ उत्पादन गर्न सक्यो भने त आफैले आफ्नो घरको लागि प्रयोग गरेर पनि यही स्थानीय स्तरमा यही पनि बिक्री वितरण गर्न सकिने छ। यो चाहिँ हामी त अब नेपालीहरू नै भन्छौँ हामी होइन, जस्तो सुनको प्लेटमा भिख माग्ने भन्छ क्या नेपालीहरूलाई चाहिँ, त्यस्तै छ हामीसँग विभिन्न कच्चा पदार्थहरू छ होइन, तर त्यो स्रोत साधनलाई चाहिँ हामीले प्रयोग गर्न जानेका छैनौँ अहिलेसम्म होइन। अब बाहिरीबाट ल्याएको साबुन स्रबहरू सोडाहरू हामीले प्रयोग गरेका छौँ, नुहाउने साबुनहरू, त्यसै भाँडा माझ्ने साबुनहरू होइन, लुगा धुने साबुनहरू। तर यहीँ भएको चिजलाई चाहिँ प्रयोग गर्न जान्यो भने चाहिँ जति पनि होइन आफ्नो घर परिवारलाई बनाएर अन्य मनग्गे आम्दानी पनि गर्न सकिँदो रहेछ नि त, त्यो हामीले जानेको छैनौँ। र त्यो कुराहरू अब सहभागीहरूले त सिक्यो नि त, सबैले नसिके पनि जति यहाँको आएको त 30 जना सहभागीहरूले त आफ्नो 30 घरमा त सिक्यो, त्यो कुराहरू सिकाउन सक्छन् र वरपरकोले पनि सिक्लान् भोलिको दिनमा। त्यो हिसाबले यसले आम्दानी पनि गर्ने भयो र यहीँको कच्चा पदार्थहरूको होइन स्रोत साधन अझ पहिचान हुँदै जान्छ। यो त अझ योभन्दा बढी भनौँ न। र यसले ठुलो फाइदा चाहिँ गर्छ हेर्नुहोस्, स्थानीय स्तरमा चाहिँ अर्थतन्त्रदेखि लिएर घरायसी आफ्नो भनौँ न, आफ्नो रोजीरोटीको लागि चाहिँ हाते साबुन हो। यो चाहिँ हातले बनाउने साबुन, यसमा कुनै पनि ठुलो मेसिन औजारहरू प्रयोग भएको होइन। तालिमले स्थानीय स्रोत साधनको उपयोग गर्दै साना घरेलु उद्योग सञ्चालन गर्ने सम्भावना बढ्ने देखिएको छ।